बैतडीका विभिन्न स्थानमा 110 हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। सडक सञ्जाल विस्तार भएपछि सडक पुगेका ठाउँमा वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाउने क्रम बढेपछि डिभिजन वन कार्यालयले सूचना जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह समेत गरेको हो। वनमा भएका अतिक्रमण क्षेत्रहरूलाई सक्दो हटाउने भन्ने किसिमको नीतिगत र कानुनी व्यवस्था गरे अनुसार हामीले पनि यहाँ सूचना जारी गरेका छौँ। अतिक्रमित क्षेत्रहरूमा विशेष गरेर डिभिजन वन कार्यालयले लगभग 3 वर्ष अगाडि यो जिल्लाको अतिक्रमण क्षेत्रको डाटा सङ्कलन गरेको देखिन्छ। त्यो डाटा अनुसार लगभग 110 हेक्टर जमिन वन क्षेत्र अतिक्रमण भएको छ भन्ने यसमा सूचना अद्यावधिक भएको छ। जिल्लाको ढोल्यामोड, जमीटाँड, रसेडाखाली, रुइनाचौर बजार, साफे बजार, उचा पत्थर, टकरे, जुकेपानी, भड्याखोला, गर्जे, ठाँट, चाप, लमखोला, सिरुडा, मुस्याचौर, बुढीचौर, डडिया, खोचेलेक लगायतका अन्य विभिन्न क्षेत्रमा वन अतिक्रमण गरी संरचना निर्माण गरिएकाले नागरिकलाई सचेत गराउन समेत सूचना जारी गरिएको उहाँले बताउनुभयो। केही ठाउँका अतिक्रमित क्षेत्र तत्काल खाली गर्नुपर्ने देखिएको उहाँको भनाइ छ। एक दुईवटा छ। हामीले अहिले यसलाई अब ओपनली गर्न पनि त्यति मिलेन, तर जिल्लामा एक दुईवटा क्षेत्रहरू चाहिँ त्यस्तो हाम्रो टार्गेटमै परेका र हटाइहाल्नुपर्ने अवस्थामै देखिन्छ। अब हामी जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, स्थानीय सरकार सबैको समन्वय र सहभागितामा हामीले ती कामहरू गर्नेछौँ। वन ऐन 2076 को दफा 49 ग ले वन क्षेत्र अतिक्रमण निषेध गरेकाले अतिक्रमण गरिएका क्षेत्र खाली गर्न प्रचलित कानुन अनुसार अघि बढ्ने तयारीमा डिभिजन वन कार्यालय छ। नरी बडु, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, बैतडी।